प्रत्येक वर्ष जस्तै यो वर्ष पनि जेठ 15 गते सरकारले नयाँ बजेट सार्वजनिक गरेको छ। यो एउटा यस्तो विषय हो जसका बारेमा हामी प्रत्येक नागरिकले जान्न एकदमै आवश्यक छ, किनभने तपाईँ हामीले दिनरात रगत पसिना बगाएर कमाएको पैसाबाट सरकारलाई जुन कर ट्याक्स बुझाउँछौँ त्यो आखिर कहाँ र कसरी खर्च भइरहेको छ त? सोच्नुहोस् त, तपाईँ दिनरात पसिना बगाएर सरकारलाई इमानदारीपूर्वक ट्याक्स तिर्नुहुन्छ किन? ताकि देशमा राम्रो बाटोघाटो बनोस्, सुविधा सम्पन्न अस्पतालहरू बनोस् र हाम्रो देश समृद्धिको बाटोमा अघि बढोस्। तर के होला यदि तपाईँले तिरेको त्यही अमूल्य कर देश विकासका काममा होइन, बरु पुरानो ऋणको ब्याज तिर्न र सीमित सिन्डिकेटधारी व्यापारिक घरानाको खल्ती भर्न मात्रै स्वाहा भइरहेको छ भने? हो, आजको भिडियोमा हामी यही गम्भीर वास्तविकताको पर्दाफास गर्दैछौँ। अध्याय 1, बजेटको आकार। सबैभन्दा पहिले बजेटको आकारको बारेमा बुझौँ। तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष 2082-83 मा 19 खर्ब 64 अर्ब 11 करोडको बजेट ल्याउनु भएको थियो, जसलाई अर्थतन्त्रको मन्दीका कारण मध्यावधि समीक्षा मार्फत 14.04% ले घटाएर 16 खर्ब 88 अर्ब 32 करोडमा झारिएको थियो। तर आर्थिक वर्ष 2083-84 मा आइपुग्दा अर्थ मन्त्रालयले सबै सीमाहरू तोडिदियो। राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि 18 खर्ब 90 अर्ब रुपैयाँको अधिकतम सीमा सिलिङ तोकेको थियो, तर मन्त्रालयले उक्त प्राविधिक सीमालाई 2 खर्ब 34 अर्ब रुपैयाँभन्दा बढीले नाघेर 21 खर्ब 24 अर्ब 34 करोडको विशाल बजेट सार्वजनिक गर्यो। किन बढाइयो त यो आकार? कारण सुन्दा आकर्षक लाग्छ। सार्वजनिक क्षेत्रका कर्मचारीको तलबमा 21% को वृद्धि, 10% आधारभूत र 10% मासिक कार्य सम्पादन प्रोत्साहन भत्ता, देशको पहिलो सार्वभौम एआई कम्प्युटिङ सेन्टरको स्थापना र आइटी निर्यातमा 75% सम्मको आयकर फिर्ता। तर प्रश्न यो हो कि के यो महत्वाकांक्षा धान्ने पैसा सरकारसँग छ? अध्याय 2, खर्चको विधागत अनुपात र पुँजी निर्माणमा धक्का। तपाईको स्क्रिनमा देखिरहेको यो तालिकामा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ICAN ले तयार पारेको आर्थिक वर्ष 2083-84 कोलम बजेटको असली रूप हो। सरकारले यसपालि इतिहासकै ठूलो 2124 अर्ब अर्थात् 21 खर्ब 24 अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ। तर यो हात्ती जत्रो बजेटको भित्री कथा हेर्नुहोस्। कुल बजेटको झण्डै 60% हिस्सा अर्थात् 1270 अर्ब रुपैयाँ त सरकार चलाउन, कर्मचारीको तलब भत्ता खुवाउन र प्रशासनिक काममै सकिन्छ। देशको वास्तविक विकास गर्ने, बाटो, पुल र अस्पताल बनाउने विकास बजेट अर्थात् पुँजीगत खर्च केवल 431 अर्ब अर्थात् कुल बजेटको मात्र 20.3% छ। तर योभन्दा पनि डरलाग्दो कुरा अर्को छ। विकास बजेट जति छ त्यति नै बराबरको पैसा अर्थात् 422 अर्ब रुपैयाँ त सरकारले पुरानो ऋणको सामा र ब्याज तिर्नका लागि छुट्याउनु परेको छ। यसको सिधा अर्थ हो आज हाम्रो देशले विकासमा जति खर्च गर्दैछ त्यति नै पैसा ऋणको भारी तिर्नमा स्वाहा भइरहेको छ। के यो बजेटले देशलाई समृद्धिको बाटोमा लैजाला कि ऋणको गहिरो खाडलमा? यो विश्लेषणको दोस्रो भाग पार्ट 2 हेर्न इच्छुक हुनुहुन्छ भने कमेन्ट बक्समा आफ्नो विचार राख्नुहोला। पार्ट 2 लिएर हामी छिट्टै उपस्थित हुनेछौँ। धन्यवाद।